सम्पूर्णले हेर्न सक्नुहुन्छ। यो बाटो कटिङ गर्ने क्रममा यो प्राल्मी तल छापाबाट इन्द्रगौडा जाने एउटा रोड अन्तर्गत यहाँको यो चट्टान विशेष किसिमको चट्टान देखिराखेको छ र यसलाई केही गरी अनुसन्धानतिर हामीले लान सकियो भने यसमा विशेष केही छ है। किन भन्दा यसको कलरहरू होइन, यसको विशेष केही न केही यसमा धातु निस्किन सक्ने मैले चाहिँ आकलन गरेँ। यस्तो राम्रो चिज, यति वेटी चिजहरू छ, यस्तो राम्रो राम्रो चिजहरू छ कि यसमा यसको पुरा सुनको जस्तो कलरहरू भित्रभित्र छ र विशेष विशेष छुट्टै किसिमको चाहिँ यहाँ पत्थर पनि देखिएको छ। हजुरहरू यो ठाउँमा आउनु भएको छ कि छैन, विशेष त माथिको एउटा भिडियोमा पनि मैले यो बनाइसकेको छु र एउटा हामी बाटोको अवलोकन गर्न भनेर चाहिँ हामी यो ठाउँमा आएको थियौँ। यहाँ हेर्नुहोस्, एकदम हेर्न सक्नुहुन्छ ठाडैमा तल यहाँबाट हल्का हेर्छे भने सिधै खोलामा ऐया पनि भन्न नपाउने जस्तो अवस्थामा चाहिँ यो पहाडमा बाटो चाहिँ बनेको छ। हाम्रो यो जुन बाटो छ नि, यो बाटो चाहिँ तपाईँको एकदम फरक किसिमको चाहिँ बाटो छ। यहाँ चाहिँ हामीले हेर्न गइरहेका छौँ। उनले पहल गरेका हुन् तर यसलाई चाहिँ यतातिर राजनीतिक यहाँबाट चाहिँ बाटो टुङ्गिसकेको जस्तो छ। यसलाई हामीले जसरी नि गर्छ हुन्छ दाइ। ल हेर्न सक्नुहुन्छ, यहाँबाट सिधै गएपछि तल खोलामा जाने हो। यो र गर्नलाई खास गरेर छापाको मान्छेहरू इन्द्रगौडा जानलाई मुस्कोटको मान्छेहरू आउन बाटो सहज के हो। यो बाटो कति 2 किलोमिटर छ अब यो जोड्नलाई? त्यही जम्मा 2 एप्रोक्सली। यो कति सम्भव छ त? यो सम्भव छ। अब यहाँ सहज रूपमा त अब घुम्ती एउटा पनि काट्न पर्दैन। अब यसरी चाहिँ यहाँ यति जाँदा बित्तिकै उता त सजिलै छ। भनेपछि यहाँ उताको बजेट परेको छ कि के छ? विनियोजन भएको छ? 20 लाख रुपियाँ बजेट परेको थियो। अहिले यति मात्र काम गरेर अनि पछि त्यो पैसा लगेर वहाँ माथि नुनतलाको घुम्टी छ नि झर्ने मुखैमा, त्यहाँ लगेर काटिदिएछ अरे। अब त कति क्वान्टिटी काटियो, 20 लाख रुपियाँ पनि सकियो कि अब छ त्यसको त अब खोजिने थियो होला होइन। गर्नु पर्यो। ल हामी आज यहाँ अनुगमन आएको ठाउँ भनेको यही हो है साथीहरू। ल हेर्न सक्नुहुन्छ।